हेलो गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल है। यो चाहिँ हाम्रो होइन साथी चन्द्रमुखी ताल हो होइन। चन्द्रमुखी ताल भनेको धनगढी उपमहानगरपालिका देवरिया 7 मा पर्छ होइन। अझ यसो हाम्रो होइन आई एम जस्ट कमिङ हियर विथ माई ओल्ड फ्रेन्ड के मेरो साथी होइन नवीन जोशीसँग आएको छु म। तपाईँहरूले देख्न सक्नुहुन्छ चन्द्रमुखी ताल। यो ताल चाहिँ अब म त 2 चोटि आएको छु यहाँ, तर तपाईँहरूलाई पनि यस्तो आफ्नो भ्लग मार्फत होइन यो ठाउँको बारेमा यसो देखाइदिउँ भनेर साथी र म आज यसो घुम्न आएको थिएँ। शनिबारको दिन थियो, तपाईँहरूलाई यसो घुमाइदिउँ भनेर। अब यो भ्लग चाहिँ म कतिलाई अपलोड गर्छु त्यो थाहा छैन होइन, तर चाहिँ आज हामी चाहिँ शनिबारको दिन चाहिँ आएको छु। अब यता फोटोसोटो खिच्नेवाला पनि छन् होइन भाइहरू, क्यामेराम्यानहरू। यो देख्न सक्नुहुन्छ यहाँ पुरा यो तालै ताल छ, बिचमा चाहिँ यो यस्तो यो होइन खेल्ने ऊ बनाएको छ। अब सबैजना यहाँ धनगढी महोत्सव लागेर चाहिँ सबै होइन उता व्यस्त छन् हो कि नवीन? हामी 2 जना मात्र यसो अब घुमिदिउँ न अब शनिबार दिन महोत्सव कहाँ जाने यार डेली यार भनेर यसो यो ताल होइन अवलोकन गरौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो भनेको हाम्रो धनगढीको फेवा ताल हो कि होइन। किनकि फेवा तालमा पनि वरिपरि ताल छ, बिचमा मन्दिर छ नि त। तर यति मात्र फरक छ कि यहाँ वरिपरि ताल छ तर बिचमा चाहिँ यहाँ खेल्ने ठाउँ छ होइन, त्यति मात्र फरक हो। फेवा तालको चाहिँ बिचमा चाहिँ बिन्दबासुरी मन्दिर छ, अनि यहाँ चाहिँ यस्तो खेल्ने होइन फोटोसोटो खिच्ने टाइपको यो हुन्छ नि, त्यो मात्र छ, त्यति मात्र फरक हो होइन। भने त्यस्तो डिफ्रेन्स केही छैन होइन त। ल अब तपाईँहरूले यो ताल देख्न सक्नुहुन्छ। अब यो ताल होइन धेरै चाहिँ भएको छैन, अब 2 वर्ष जति भयो सायद होइन, 1-1.5 वर्ष। अब यो सायद यो पहिला यहाँ हुन्छ नि माछा पोखरी थियो, अब यो टेन्डरमा दिन्छन् होइन। यो अब देख्न सक्नुहुन्छ यो जङ्गलको बिचमा पर्छ। त्यहाँ अब यस्तो टेन्डरमा लिएर अब यो मान्छेले ठेक्कामा लिएर चाहिँ यो यस्तो बनाएर हुन्छ नि पर्यटक टाइपको हुन्छ नि त्यो बनाएको छ यहाँ। तपाईँहरूले देख्न सक्नुहुन्छ। आइज न भित्र जाउँ न एकछिन घुमौँ। ल तपाईँहरूले देख्न सक्नुहुन्छ यो दृश्य। ल यसो चिसो मौसम छ, यसो चिसो मौसम चाहिँ यहाँभित्र यस्तो खेल्नेवाला तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। यहाँ त टिकट काट्नुपर्ने हुन्छ तपाईँहरूले हो कि नि बहिनी? ल यस्तो तिम्रो बर्थडे हो बहिनी आज? ल ह्याप्पी बर्थडे टु है। के हो तिम्रो नाम? नितु। ल मेरो युट्युब च्यानल छ है देवा ज्याक्स, त्यहीमा हेर्नु है देवा ज्याक्स। ल हुन्छ ऊ बहिनीलाई मैले त्यहाँ यस्तो फोर्सहरू ल्याएर यस्तो डस्टबिनमा फाल्न देखेँ क्या, हुन्छ नि त्यो चाहिँ धेरै राम्रो काम हो। केमा ह्यान्सी होइन र होला पारा। ल आज चाहिँ यस्तो मौसम पनि हल्का उ छ, हल्का घाम लागेको भयो हल्का रमाइलो हुन्थ्यो होइन। अब के पौषको महिना हो, पुस महिना होला हल्का जाडो हुन्छ। यति जाडो त खानु पऱ्यो नि त यार होइन, पुसको महिना हो कि साथी? यति त खानै पऱ्यो। मेरो $10,000 वाला चस्मा निकाल्न छिटो। केमा ह्यान्सी होइन र भन्छ कि यो चस्मा लगाएर। $10,000 वाला चस्मा, हियर इज माई। चस्मा राख्ने पनि एउटा मान्छे राखेको छु कि मैले। ल ठिक छ। देख्न सक्नुहुन्छ बच्चा बच्चीहरू खेल्ने होइन सबै उयो छ। यो चाहिँ ओरो यहाँ ताल छ, उता बोट पनि छ है। अहिले बोटमा चाहिँ सञ्चालनमा छैन, अब त्यहाँ अब कोही अब खेल हुन्छ नि त्यहाँ गएर बोटिङ गर्न चाहन्छ भने चाहिँ त्यो पनि उपलब्ध छ। अनि उतातिर चाहिँ चन्द्रमुखी ताल रिसोर्ट भन्ने रिसोर्ट पनि छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यता चाहिँ होइन घुम्ने उ गर्ने रेस्टुरेन्टहरू होइन, खाजा मोमोसम्म खाने पिकनिक सिकनिकको लागि पनि तपाईँहरू यहाँ आउन सक्नुहुन्छ होइन। अब तर पिकनिक खाएको पनि पैसा तिर्नुपर्ने हुन्छ सायद है होइन, तर मलाई थाहा छैन त्यतिसम्म होइन। तिर्नुपर्छ पैसा होइन, फ्रीमा चाहिँ के हुँदैन कि। नेपाल भन्ने देशमा कुनै चिज फ्री पाउन तपाईँहरूले सक्नुहुन्न क्या। यहाँ केही न केही चिजको लागि यु हेभ टु पे फर एनिथिङ के होइन, हर चिजको लागि क्या, नट एनिथिङ के, सबै कुराको लागि होइन, एभ्रिथिङको लागि यहाँ पे गर्नुपर्ने हुन्छ क्या। सागर की गहराई से भीगेरा अपना प्यार, इन हवाओं में इन फिजाओं में मेरा ही नाम कैसी फिजा का है, खपा गए हम फना हो गए हम।
ओ भिगी भिगी यादें। ल साथी अब हामी यो आफ्नो भ्लग यहीँ इन्ड गरिदिउँ हो कि नि साथी? हुन्छ सम्मति लिएँ मैले। ल मेरो साथीले अब भनिसक्यो यहाँ चाहिँ अब हामी भ्लग इन्ड गर्ने बेला भइसक्यो होइन। धेरै लामो भिडियो नबनाऊँ होइन, छोटो र मिठो बनाऊँ होइन। कि वाचिङ गाइड छैन, हेर्दै गर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन। तपाईँको माया नै हाम्रो लागि सबैभन्दा सर्वश्रेष्ठ कुरा हो। यति भन्दै बिदा माग्न चाहन्छु। धन्यवाद। सी यू नेक्स्ट टाइम।